नमस्ते, म तपाईहरुलाई कान्तिपुर हाफ म्याराथनमा कसरी रेजिस्टर गर्ने भनेर सिकाउन जाँदैछु। सबैभन्दा पहिला हामी कान्तिपुर इभेन्ट्सको अफिसियल वेबसाइटमा जान्छौं। त्यसपछि तल स्क्रोल गरी अपकमिङ इभेन्ट्सको सेक्सनमा कान्तिपुर हाफ म्याराथन 2025 हेर्न सक्छौं। त्यहाँ इभेन्ट डिटेलमा रेजिस्टर नाउमा क्लिक गरेपछि तपाईको अगाडि रेजिस्ट्रेसन फर्म खुल्छ। सुरुमा हामी कुन क्याटेगोरीको रेसमा भाग लिने भनेर चुज गर्छौं। अब तपाई व्हीलचेयरमा रेस गर्नुहुन्छ भने व्हीलचेयर रेस सेलेक्ट गर्न सक्नुहुन्छ। तर व्हीलचेयर रेसमा चाहिँ नर्मल व्हीलचेयर मात्र युज गर्न मिल्छ। प्रोफेसनल व्हीलचेयरहरु चाहिँ युज गर्न मिल्दैन। कर्पोरेटको लागि कर्पोरेट रन अनि हाफ म्याराथनमा भाग लिनु मन छ भने हाफ म्याराथन सेलेक्ट गर्नुहोस्। या तपाई कलेजको स्टुडेन्ट हुनुहुन्छ भने कलेज रनमा सेलेक्ट गर्न सक्नुहुन्छ। त्यसपछि तपाईले आफ्नो पर्सनल इन्फर्मेसन जस्तै नाम अनि अरु डिटेल्स हाल्नु पर्छ। अब यहाँ हजुरले आफ्नो पासपोर्ट साइज फोटो र नागरिकताको अगाडि र पछाडिको फोटो अपलोड गर्नुपर्छ। त्यसपछि इमर्जेन्सी कन्ट्याक्टमा तपाईको नजिकैको मान्छेको नाम र कन्ट्याक्ट नम्बर हाल्नु पर्ने हुन्छ। केही इमर्जेन्सी परिहालेमा उहाँलाई कन्ट्याक्ट गरिनेछ। सबै इन्फर्मेसन भेरिफाई गरेपछि तल दिएको सबमिट बटनमा क्लिक गर्नुपर्छ। सबमिट गरेपछि तुरुन्तै तपाईले BIB नम्बर डाउनलोड गर्न सक्नुहुन्छ। त्यसको स्क्रिनशट या प्रिन्ट राख्न सक्नुहुन्छ। छिट्टै रेजिस्टर गर्नुहोला किनकि हाम्रो लास्ट रेजिस्ट्रेसन डेट चाहिँ 20 मे जेठ 6 गतेसम्म हुनेछ। BIB नम्बर चाहिँ तपाईले 21 मे देखि 25 मे सम्म सेन्ट्रल बिजनेस पार्क थापाथलीमा गएर कलेक्ट गर्न सक्नुहुन्छ। या डाइरेक्ट मे 31 को दिन आएर कलेक्ट गर्न पनि सक्नुहुन्छ।